हेलो गाइज गुड मर्निङ हामीले फेरि पनि अर्को भिडियो ल्याएर आइसकेका छौँ। आज चाहिँ मम्मीलाई मैले कपाल काटेको छु नि त त्यो देखाउने भनेको छ क्या। अब मम्मीको रियाक्सन हेरौँला है कस्तो हुन्छ। मम्मीलाई देखाएको छैन मैले कपाल काट्यो भनेर मम्मी 4 दिन बसिरहेको थिएन मसँग। तर आज सबै देखाउन लाग्छु। कपाल काटिदिनदेखि मैले टोपी नै खोले छैन क्या मम्मीको मुखनिर। तर आज खोल्नेवाला छु। तपाईँले फुल भिडियो हेरिदिनु होला है। मेरो युट्युबमा जानु होला है। युट्युब च्यानलमा गएर टक्क सब्सक्राइब गरेर लाइक कमेन्ट सेयर गरेर एकदम साथ सपोर्ट गर्नु होला। मैले योभन्दा अगाडि भिडियो चाहिँ बनाएको थिएन कि मेरो फर्स्ट टाइम हो। म अलि नर्भस हुन्छु त्यही पनि म ट्राई गरिरहेको छु। तपाईँहरूले सपोर्ट गर्नुभयो भने के थाहा राम्रै हुन्छ कि भिडियोहरू पछि पनि। ल गुड मर्निङ चाहिँ सबैलाई। ल फुल भिडियो हेर्नलाई चाहिँ उता युट्युब च्यानलमा जानु होला। म ट्राई गर्नेछु तपाईँहरूलाई एकदम इन्टरटेनमेन्ट मतलब अलि कमेडी खालको पनि भिडियोहरू पछि। बाई बाई। A few moments later. मेरो मोबाइल के भइहाल्यो। के भयो हौ झ्याउ मार्ने। अरे कैसा चमन जैसा बात करता है। मम्मीलाई झन् तपाईँ मम्मीको रियाक्सन तपाईँलाई देखाउँछु भनेर झन् भिडियो बनाउँदै हिँडेको त भइरहेन त। बुझा कल गर्छ नि परम दिजु आफ्नो मोबाइल अझ पर गाली गर्नलाई। बोलाए त्यहाँ अरे कैसा चमन जैसा बात करता है। भयो भने के मेरो टाउको चड्काएर अस्ति न मेरो यस्तो हुन्छ कति बेला मेरो Thank you for watching my full video.